आदरणीय आज सभाका सभापति महोदय, मञ्चमा उपविष्ट देवतुल्य व्यक्तिगण, मेरा अगाडि बसिराख्नुभएका मेरा शिक्षक गुरु, साहित्य गुरु महिमाचार्यज्यू, साथै अरू पनि धेरै विज्ञजनहरू यहाँ उपस्थित हुनुहुन्छ। सबैलाई मेरो तर्फबाट हार्दिक नमन ग्रहण गर्नुहोला। आज हरिवंश धाम संस्कृति उन्नयन समितिको उद्योगमा भानुभक्त भानु जयन्ती उद्यापन भइरहेको छ र त्यसमा मलाई युवा वक्ताको रूपमा हजुरहरूले निम्ताएर ल्याउनका लागि सर्वप्रथम हजुरहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। मेरो नाम जयन्त आचार्य, म विश्वनाथ जिल्लाको मोनाबारीबाट आउँदछु र म सोझै मेरो वक्तव्यतिर जाँदैछु। यो जुलाई महिना आदिकवि भानुभक्त आचार्यको जन्म महिना, यो साहित्यिक वातावरणले भरिएको महिना हो। जुलाई महिनामा हामी विभिन्न ठाउँमा साहित्यिक कार्यहरू गर्दछौँ, साहित्य चर्चा गर्दछौँ र साहित्यको सन्दर्भमा र संस्कृतिको सन्दर्भमा हामी समालोचना गर्ने गर्दछौँ। किनभने जुलाई महिनामा हाम्रा दुईवटा महान कवि, 2 जुलाईमा हाम्रा हरिभक्त कटुवालजीको जन्म जयन्ती, साथै आज 13 जुलाईको दिन भानुभक्त आचार्यज्यूको जन्म जयन्ती परेको हुनाले गर्दै हामी जुलाई महिनामा विशेष गरी विभिन्न सांस्कृतिक कार्यहरू गर्ने गर्दछौँ र हामी साहित्यिक चर्चा गर्ने गर्दछौँ। आदिकवि भानुभक्त आचार्यको जन्म विक्रम सम्वत 1871 साल असार 29 गते अर्थात् 13 जुलाई 1814 तनहुँ जिल्लाको सुतिरङ्गा गाउँमा भएको थियो। उनका पिता धनञ्जय आचार्य सरकारी कार्यमा कार्यरत हुनुहुन्थ्यो भने माता धर्मवती आचार्य धार्मिक र संस्कारी प्रवृत्ति हुनुहुन्थ्यो। उहाँ ब्राह्मण परिवारबाट पाल्नुहुन्थ्यो र जहाँ संस्कार र शिक्षा दीक्षालाई साह्रै नै महत्त्व दिन्थ्यो र बाल्यकालदेखि नै उहाँ प्रतिभाशाली, अध्ययनशील र जिज्ञासु हुनुहुन्थ्यो। बाल्यकालदेखि नै उहाँलाई कविता लेख्न प्रति साह्रै नै रुचि रहेको हामी देख्न पाउँछौँ। उहाँका हजुरबुबा श्रीकृष्ण आचार्यज्यू एकजना विद्वान पण्डित हुनुहुन्थ्यो, जहाँबाट उहाँले संस्कृत भाषामा व्याकरण, वेद, पुराण, उपनिषद, ज्योतिषशास्त्र पनि सिक्नुभयो। उहाँको जुन साहित्यिक जीवनको सुरुवात छ त्यहीँबाट हुन्छ। जब उहाँले हजुरबुबाबाट ज्ञान भेट्न थाल्नुभयो, उहाँले संस्कृत भाषामा अलिअलि लेख्न थाल्नुभयो र साहित्यिक जीवनको छोटकरीमा उहाँले चर्चा गर्न थाल्नुभयो। त्यति बेला आधुनिक विद्यालय नहुनाले गर्नाले उहाँले संस्कृत टोलमै उहाँले शिक्षा ग्रहण गर्नुभयो र पछि उनका बाबाले उहाँलाई बनारस पठाउनु भएको थियो उच्च शिक्षाका लागि। उहाँको साहित्यिक जीवनको जुन पहिला त उहाँको साहित्यलाई अलिकति गर्नुहुन्थ्यो, तर उहाँको जुन एउटा पेसन थियो साहित्य, तर पछि गएर प्रोफेसन बन्नमा एउटा हाँसीको साह्रै नै अवदान रहेको छ। उहाँ एक दिन जङ्गलको बाटो हिँड्दै जाँदाखेरि उहाँलाई थकाइ लाग्छ र चौतारीमा बस्नुहुन्छ। उहाँ चौतारीमा बसेर विश्राम गर्दै गर्दा हाँसीले उहाँलाई सम्बोधन गर्दै बोलाउँछन् र उहाँले भन्नुहुन्छ, तपाईँले मलाई चिन्नुभयो भन्दाखेरि मैले चिने त तपाईँ कृष्णबाजीको नाति होइन, तनहुँको। उहाँले भन्नुहुन्छ हजुर हो। र त्यसै भन्दाखेरि उहाँले तपाईँ के काम गर्नुहुन्छ भनेर भानुभक्तज्यूले घाँसीलाई सोध्नुहुन्छ र घाँसी भन्छन् म त घाँस काट्ने काम गर्दछु, गाई पालेको छु, लक्ष्मी माताको सेवा गर्नु पर्यो नि। त भानुभक्त भन्छन् लक्ष्मी माताको सेवा गर्दै हुन्छ त लक्ष्मी पनि कमाउनु भएको होला। त घाँसी भन्छन् कमाएको त छु,
तर कमाएको के गर्नु, मैले समाजसेवामा पनि लगाएको छु, अलिकति साथीको पैसा पनि। त कस्तो खालको समाजसेवा भन्दाखेरि साथीले भन्छन् यहाँ गएका जुन यहाँ हामीले बाटोमा हेर्दाखेरि तीर्थ लाग्ने मान्छेहरूलाई दुवा खनाए, म मरेर गए तापनि मैले लानु के छ र, मैले मरेर गए तापनि लानु के छ र, मैले त एउटा कुवा खनाएँ, जुन कुवामा पानी खाँदाखेरि सधैँ मान्छेले जब पानी खान्छन् मेरो नाम त याद गर्छन्, मेरो नाम त स्मरण गर्छन्, त्यस्तो खालको भन्नुहुन्छ। र घाँसीले उसलाई सोध्छन् तपाईँले कति पढ्नुभएको, मैले त धेरै पढेको छैन, कतिमा कति घाँस जोडेर पढेको छु भन्नुहुन्छ। र त्यति बेला उनको आँखा खोलिन्छ, उसले पनि सोच्छन् मैले पनि केही गर्नुपर्छ, केही मैले पनि समाजका लागि गर्नुपर्छ भन्ने उहाँले ठान्दछन्। र उहाँले पहिलो कविता घाँसीलाई लिएर लेख्छन्। भर जन्म घाँसतिर बन्दी धन कमायो, नामकै रहोस् पछि भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त भइकन किन यस्तो, मेरा इनार न त शीतल पाटीकै छन्, जे धन चिजहरू छन् घरभित्र नै छन्, यस घाँसीले कसरी आज दिएछ अर्ती, धिक्कार हो मकन बस्नु नराखी कीर्ति। र यहीँबाट उहाँको साहित्यिक जीवनको सुरुवात हुन्छ। उनले यो घटनाबाट गहिरो रूपमा शिक्षा भेट्छन्। उनले सोच्छन् मैले बाँच्नुपर्छ त समाजका लागि केही गरेर जानुपर्छ, म जब मरेर जान्छु, मरेर गए तापनि मेरो नाम राखेर जानुपर्छ समाजमा, त्यस्तो खालको उनको प्रेरणा उनमा जाग्दछ। र त्यस पश्चात उहाँले शुद्ध कविताहरू पनि धेरै लेख्छन्। र उहाँले हामी आदि कवि भनेर भन्छौँ। आदि कवि भनेको पहिलो कवि। उहाँ एकजना यस्तो पहिलो कवि हुनुहुन्थ्यो जसले संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा अनुवाद गर्नुभयो। र भानुभक्तले काव्य रचना गरेर लोकसेवाको गर्नका लागि निश्चयले संस्कृत भाषाको रामायणलाई अब नेपालीमा लेख्ने विचार गर्नुभयो। उनले पहिलो रामायण बालकाण्ड लेख्नुभएको थियो। अहिले हालैमा भर्खरै एकैले त्यो रामायण हामीलाई सुन्दर रूपमा गाएर पनि सुनाउनु भयो। मुक्तियार जङ्गबहादुरको भाइ कृष्णबहादुरसँग राम्रो चिन्जानले गर्दा 1850 सनमा उनको जागिर हुन्छ। र जागिरमा उनले 2 वर्ष जागिर गरे पछाडि फेरि उनको हिसाब किताब नमिल्नाले गर्दा 5 महिनाको लागि उनलाई कारागारमा पठाइएको हुन्छ। र जब उसलाई कारागारमा पठाइन्छ, उसले त्यही पनि कारागारमा गएर पनि उसले हार मानेनन्। उसले त्यही पनि हार मानेका थिएनन्। उसले अझै पनि आफ्नो पेसन, आफ्नो जोसको साथ उनले अरू जुन काण्डहरू गरेका थिए उनले ती काण्डहरूलाई पुरा गरेर अयोध्याकाण्ड, अरण्यकाण्ड, कनिष्ककाण्ड, सुन्दरकाण्ड, रामायणका रचना गर्नुभयो। र त्यसको बादमा त्यति बेला उनको छोराको वर्तमानको बेला भएको हुन्छ। र उनले जुन अधिकारी छ उनलाई कवितामै उनले एउटा आवेदन लेख्नुहुन्छ, मलाई मेरो छोराको वर्तमान छ, म जानुपर्छ भन्ने कुरा उनले कवितामै लेखेर आवेदन पठाउनुहुन्छ। र त्यो आवेदनलाई पढेर उसलाई दण्डमात गरेर उहाँलाई घर पठाइदिनुहुन्छ। फेरि काठमाडौँमा गएर उनले युद्धकाण्ड र उत्तरकाण्ड लेखेर सप्तकाण्ड रामायण समाप्त गर्नुहुन्छ। उनले रामायण लगायत अरू पनि चिजहरू, अरू पनि ग्रन्थहरू लेख्नुभएको थियो, अरू पनि कविताहरू लेख्नुभएको थियो, जसमा हामी प्रश्न उत्तर भेट्छौँ। जुन प्रश्न उत्तर छ मणिरत्नमाला भनिन्छ शङ्कराचार्यको मणिरत्नमालालाई उहाँले संस्कृतबाट नेपालीमा अनुवाद गरेर उसले हाम्रो जनसाधारणले बुझ्ने सरल भाषामा उसले लेख्नुहुन्छ। र उसले एउटा पंक्तिमा आफै प्रश्न सोध्नुहुन्छ र फेरि आफै नै उसको जवाब दिनुहुन्छ। जस्तै म गुनगुनाउन चाहन्छु। दरिद्र नाउ नरमा छ कसको, विशाल तृष्णा घरमा छ कसको, कुन हो धनी सब नरले कहाको, सन्तोषले जो खुसी रहाको। दरिद्र कुन हो धनी सब नरले कहाको, धनी को हो, हामी को धनी, त धनी म धनी हामी भनिरहेछौँ। त हामी को धनी भन्दाखेरि भानुभक्त भन्नुहुन्छ
सन्तुष्टि छ जसको मनमा सन्तुष्टि छ त्यो हो धनी भनेर भानुभक्त भन्नुहुन्छ। जिउँदै मर्याको खनि नाम कसको नाम चाहिँ हो, जिउँदै मरेको को हो भन्दाखेरि उद्यम बिना बित्छ काल कसको, उद्यम बिना जो उद्यम अर्थात् कर्म नगरिकन जस्तो काल बित्दछ, जस्तो कर्म नगरिकन जीवन बित्दछ त्यसलाई हामी जिउँदै मरेको भन्दछौँ। जुन हामी शिक्षाहरू जुन भागवत गीतामा पनि हामीले जुन कर्मण्यवादिका जस्तै महाले उपदार्थन भन्दछौँ र त्यो जुन शिक्षाहरू छन् ती संस्कृत भाषाका शिक्षाहरूलाई नेपाली भाषाको जनजागरणमा उहाँले जनजागरणलाई के वस्तु चाहिएको छ, कसरी उसले बुझ्दछन् त्यस्तो वस्तु उहाँले बुझाएर उहाँले सबै लेख्नुभएको थियो। साथैमा उहाँले वधु शिक्षा पनि लेख्नुभएको थियो। तारापति उपाध्यायज्यूसँग एकपल्ट घर फर्किँदाखेरि तारापति उपाध्यायज्यूसँग उहाँको भेटघाट हुन्छ। उहाँले घरमा बस्नलाई उहाँलाई जोरुजुरुम गर्दछन्, उहाँ मित्र हुन्छन् र मित्रको कुरो मानेर उसको घरमा बस्छन्। तर तारापति उपाध्यायज्यूकी जुन बुवा श्रीमती हुन्थिन् ऊ शारीरिक कसरतले हुन्थिन्, कसरत गर्थिन् तर रातभरि भानुभक्त सुत्न सक्दैनन् र भानुभक्तले रातभरिभित्रमा एउटा कविता लेखेर सुझाउँछन् जसको नाम हो वधु शिक्षा। वधु शिक्षामा हामीलाई के भनेको छ भन्दाखेरि हामीको समाजमा नारीहरू कता हुनुपर्छ, हामी नारीहरू कता हुनुपर्छ, हामी नारीहरू कता हुनुपर्छ भन्ने कुरालाई उहाँले भन्नुहुन्छ। र साथै उहाँले रामगीता, रामको भक्तिमा बहुतै उहाँ लुप्त हुनुभएको हुन्छ र त्यति बेला उहाँले रामगीता नामक ग्रन्थ पनि लेख्नुहुन्छ। सन् 1925 सालमा विशेष कामले गर्दा उनी घर आउनुभएको थियो। त्यति बेला साह्रै नै उहाँको अस्वस्थ हुनाले गर्दा उहाँलाई बहुत ज्वरो आउँछ। ज्वरो आएर रक्त सुक्न थाल्छ, मुख सुक्न थाल्छ, खान मन लाग्न छोड्छ र त्यसलाई भानुभक्तले काल ज्वरो भनेका थिए। र त्यसको बादमा भानुभक्तले सबै रचनाहरू सके तापनि सप्तकाण्ड रामायण सके तापनि रामगीता अहिलेसम्म सकिएको थिएन र उहाँलाई चिन्ता पनि पर्दै गयो कि म मरेछु भने रामगीता त अधुरै हुन्छ। त्यही भएर उनले त्यही पनि हार मानेनन् र उनले आफ्नो छोरालाई लेख्नका लागि उनले आफ्नो छोरालाई भने कि तिमी लेख म भन्छु र ऊ भन्दै गए, छोराले लेख्दै गए र त्यसै रामगीता लेखेको ठिक अलिकति बादै उनको 1925 सालको असोज 6 गते उहाँको निधन हुन्छ। र भानुभक्तज्यूको जुन मलाई भन्नुभएको कि बिरसाले कि भानुभक्तज्यूको बारेमा भन्नु त सबैजनालाई नै थाहा हुन्छ, तर हामीले युवामा महत्त्व के छ, हाम्रो भानुभक्तज्यूको जुन हामीले युवालाई महत्त्व के छ त्यस विषयमा पनि मलाई अलिकति समालोचना गर्नलाई भन्नुभएको र त्यस विषयमा पनि म दुई कुरा राख्दछु। हेर्नुहोस्, भानुभक्तले जति पनि रामायण लेख्नुभयो, आदि कवि भनेर हामी भानुभक्तलाई भन्दछौँ, तर आदि कवि हामीले अरू पनि दिदीले भन्नुभयो कि आदि कविमा अरू पनि बहुत सारा कवि अगाडि पनि हुनुहुन्थ्यो, अगाडि उहाँले धेरै रचनाहरू गर्नुभएको थियो। तर त्यसको बादमा बहुत पछाडि आएर पनि भानुभक्तलाई किन हामी आदि कवि भन्छौँ भन्दाखेरि हाम्रो जुन नेपाली भाषा, नेपाली हाम्रो जुन समाजलाई के वस्तुको जरुरत थियो त्यो वस्तु गहिरोको साथ भानुभक्तले बुझेर त्यसको रचना गर्नुभएको थियो। जुन बालकाण्ड, जुन विभिन्न काण्ड उहाँले रामायण रचना गर्नुभएको छ, ती रामायणमा हामीले हामीका आमा बाहरूलाई आज हामी त जान्दैनौँ, हामीले कति बाहरूलाई हामीले सोध्न गयौँ भने उहाँहरूले फर्कै पढेर भनिदिनुहुन्छ। किनको कण्ठस्थ गरेर त्यो काव्य जुन एउटा काव्यको त्यसलाई पद्यमा लिएर आएर गद्यलाई पद्यमा लिएर आएर जुन कण्ठस्थ गर्नलाई सबैले कण्ठस्थ गर्ने सधैँ सजिलो बनाएर लानुभयो, त्योका लागि हामीले उहाँलाई आदिकवि भनेर हामीले सम्बोधन गर्दछौँ। जे हामीको निजाबाट भाषाको लागि पनि धेरै हामी भाषाका उहाँलाई महानता दिन्छौँ, किनभने भाषाका लागि उहाँले धेरै थोक गरेर आउनुभएको छ। हाम्रो नेपाली भाषालाई जोगाउनका लागि धेरै थोक गरेर आउनुभएको छ। जुन कुराहरू हामीले सिक्नुपर्छ भन्दाखेरि घाँसी एउटा भएर पनि
फाँसीले के भनेको थियो भन्दाखेरि म मरे तापनि यो कुवा सधैँ रहन्छ। त हामीले पनि हाम्रो जीवनमा त्यस्तो खालको काम गर्नुपर्छ जुन काम हामी मरेर गए तापनि चिरदिनलाई त्यो रहिरहन्छ, त्यस्तो खालको काम गर्नुपर्छ। र त्यही नै भन्दै अनि अन्तिममा अर्को एउटा कुरो भन्न चाहन्छु कि हजुरहरूले हरिहर धाम संस्कृति उन्नयन समितिले जुन आज युवालाई बोलाएर यहाँ गर्नुभएको छ, अगर यदि यहाँ वरिष्ठ कोही साहित्यकारलाई बोलाउनु भएको थियो र पछाडिपट्टि हामी बसेर सुनेका थियौँ, सायद मैले जसरी बोलेँ अस्ति मलाई जुन दिन फोन गरेर भन्नुभयो त्यस दिन मलाई यति बोल्ने पनि साहस पनि थिएन, यति बोलेर मैले जानेको पनि थिएन। मलाई यति जानेको थिएँ 13 जुलाईका दिन भानुभक्त जयन्ती पालन गर्छौँ र हामीको रामायणलाई अनुवाद गर्नु त्यति जानेको थिएँ। तर मैले यो रिसर्च गरेर पढेर उहाँको विषयमा विवरण लिएर मैले आज हजुरहरूसँग भन्न जाने, आज मैले यसरी भन्न जाने, आज म अरू ठुलो मान्छे भएकोमा पनि म भन्न जान्दछु र हजुरहरूलाई हृदयदेखि कृतज्ञता ज्ञापन गर्दछु। किन भन्दाखेरि हजुरहरूले हाम्रो जस्ता युवाहरूलाई मौका दिनुभयो, त्यही भन्दै मेरो समूह